त्यसपछि पनि उ कन्ट्याक्टमा आइन। खै कुन चाहिँ मिडियाले लुगाउनु भएको हैन, मिडियाको त्यसले उसकै च्यानलबाट हालेछ, फेसबुकबाट हालेछ। अनि फेरि मन लागे निस्किने, मन लागे फर्के आउने चाहिँ नगर, मिलेर गरेर खाऊ। अब यो भन्दा खुसी अरु तेज केही पनि छैन। त्यसैमा हामी पनि खुसी छौं। हेलो साथीहरु, जोरले एन्ड नमस्ते, स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा। आज फेरि पनि म सदाको झै हजुरहरुको माझ नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। अनि भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरेर मसँग जोडिनु होला, म पनि सपोर्ट गर्नेछु भन्दै आजको भिडियो चाहिँ के छ भनेपछि आज चाहिँ म चाहिँ अस्ति चाहिँ मेरो 2-3 वटा भिडियोमा चाहिँ मैले लोकदोरी गायक तेज बिसी मेरो साथी पनि हो, घरमा सानो डिस्कस गरेको कारणले उसको बुढी चाहिँ कन्ट्याक्ट बिन भएको थियो क्या, सम्पर्क बिन भएको थियो। अनि त्यही भएर उसको लागि चाहिँ हामी खोज्न हिँडेको। अनि मैले त्यसलाई सम्झाएको हैन, गाली गरेको किन यस्तो गर्छौ हैन, तर उसको लागि राम्रो होस् भन्ने चाहने मान्छे म। तर उले नराम्रो गर्ने बेलामा हल्का मैले गाली गरेको भिडियो पनि बनाएको थिएँ। अनि प्रहरी परिसरमा गयौं भट्टगाली। अनि त्यहाँ गएर सबै निवेदन दिएर फेरि सानो इन्टरभ्यु पनि थियो तेजबिसीको। अनि मेरो च्यानलबाट पनि आथ्यो नि त। अनि त्यही भएर म चाहिँ तेजबिसीको बुढी भेट्यो कि भेटेन भनेर जानकारी दिनलाई फेरि सानो भिडियो बनाउँदै छु। महिला सेलमा गएको हामी चाहिँ, अनि त्यहाँसम्म पुगिसकेछ हैन। उहाँबाट कन्ट्याक्ट गराएर सायद आउँछ होला भनेर हामी पनि चुप्प लागेर बस्यौं। आउँछ आएन भने पनि एक न एक दिन आउँछ भन्ने थियो क्या मलाई चाहिँ। अनि त्यही भएर उ चाहिँ आएछ। कुन चाहिँ मिडियाले लुगाउनु भएको हैन, मिडिया कर्मीहरु हुनुहुन्थ्यो नि त, उलाई त्यसको भिडियो भाइरल गरिदिने मिडियाहरु। अनि त्यहाँहरुले नै लुगाउनु भएको थियो। अरु उहाँहरुलाई कन्ट्याक्ट गरेको हो नि त महिला सेलबाट। अनि उहाँहरुलाई कन्ट्याक्ट गरेको। अनि गरिसकेपछि चाहिँ उ चाहिँ तर तेजको कन्ट्याक्टमा चाहिँ हैन है। तेजले चाहिँ कति फोन आउँदा हान्दा पनि स्विच अफ थियो क्या उसको। अनि त्यो कारणले उ चाहिँ घर फर्केर आएछ अस्तिको दिन, हिजो चाहिँ उ घर फर्के आएछ। अनि अब मेरो च्यानलबाट पनि म जानकारी दिन्छु हैन। हुन त त्यसले उसकै च्यानलबाट पनि हालेछ, फेसबुकबाट हालेछ। अनि फेरि वाइबी नेपाल टिभीबाट पनि आइसक्यो। तर म चाहिँ मेरो च्यानलबाट पनि जानकारी गराउन चाहन्छु भनेर जानकारी दिँदैछु हजुरहरुलाई। फाइनली अब तेजबिसीको बुढी भेटिसक्यो। तेजबिसीको इष्टमित्र अनि आफन्तजन शुभचिन्तकहरुले चाहिँ चिन्ता मान्नु पर्दैन, उ चाहिँ भेटिसक्यो। अनि अब चाहिँ सम्झाइ बुझाइ गर्नु चाहिँ म गइन। उले चाहिँ बोलाएको थियो आउनुस् भन्ने थियो। अनि म चाहिँ आउँदिन, म बिरामी जस्तो थिएँ क्या। अनि म आउँदिन, राम्रोसँग बस मिल गरेर खाऊ। अनि बुढाबुढीको सानोतिनो झगडामा घरैबाट निस्किने, मन लागे फर्के आउने चाहिँ नगर। अनि त्यो चाहिँ सौरेन हैन। घरबाट अब रिस उठ्यो पनि, हल्का सानोतिनो झगडामा रिस उठ्यो भने घरबाट निस्किने, फेरि फर्केर आउने, त्यो चाहिँ राम्रो हुँदैन क्या सधैँभरि। अनि त्यही भएर मिलेर गरेर खाऊ। म चाहिँ आउँदिन भने क्या, म चाहिँ हल्का टाढा छ नि त। अनि अस्ति त बाध्यता परेर नै गएको हो नि त। उले फोन गरे अनि गएको। अब घरमा पनि त्यस्तो फुर्सदै हुन्न नि त, आफ्नो पनि पर्सनल कामहरू हुन्छ हैन। त्यही भएर तेज मिलेर खाऊ गरेर। तुलसी तिमीलाई पनि हैन, नाम पनि त्यस तुलसी मिलेछ। राम्रोसँग गरेर खाऊ। अब सानो कुरा चाहिँ बाहिर नलिनु पर्ने हैन। बुढाबुढीको झगडा जसको पनि पर्छ क्या, कसको चाहिँ बुढाबुढीको झगडा पर्दैन, सबैको बुढाबुढीको झगडा पर्छ क्या। तर बुढाबुढीको सानोतिनो झगडालाई बाहिर नल्याउँ हैन। सकेसम्म घरभित्र नै सल्टाउनु पर्छ समस्याहरू हैन। अनि अति भयो भने मात्र बाहिर लिने हो क्या। मान्छेलाई कति पर्छ हैन, कस्तो कुराहरू सहेर त आइया छ हैन। तिम्रो यस्ता बुढाबुढीको झगडामा यस्तो गर्ने हैन क्या। अनि अब चाहिँ राम्रोसँग गरेर खाऊ। म चाहिँ त्यही भन्छु तेज। अब पनि फेरि पनि तिमी यही काम दोहोऱ्यायौ भने चाहिँ म चाहिँ सपोर्ट गर्नेवाला छैन। किनभनेपछि म गर्दिन क्या। अब दुःखमा साथ दिएको मान्छेलाई कहिले पनि नबिर्सिनु हैन। मैले तिमीलाई अहिले मात्र हैन, धेरै पटक दुःखमा साथ दिएछु होला, सायद तिमीले पनि मलाई दिएछौ होला। त्यो कारणले दुःखमा साथ दिएको मान्छेलाई चाहिँ कहिले पनि नबिर्सनु, तिमीले पनि दिनु हैन। अनि सुखमा त सबै मान्छे हुन्छन्, दुःखमा चाहिँ कोही पनि हुँदैन क्या। हेर न, अब तिम्रो सुखमा दुनियाँ थियो होला, दुःखमा खैको तिमी अस्ति एक गाँस खाना बनाएर दिने मान्छे पनि भएन हैन, तिम्रो पछि लाग्ने मान्छे पनि भएन के।
कति नै ठेर होइन तिम्रो खुसीमा त कति मान्छे ल आउनुस् म पार्टी दिन्छु भन्यो भने अलि दुनिया आउँछ क्या तर तिम्रो दुःखमा कोही पनि आउँदैन त्यही माथि काठमाडौँको शहरमा कोही मान्छे तिम्रो पछि लाग्ने फुर्सद हुँदैन क्या त्यही भएर मिलेर बस्नु म चाहिँ त्यही भन्छु मिलेर बस्नु अगाडि बढ्नु मान्छेको एकचोटि गल्ती हुन्छ गल्ती गर्यो मिडियामा आयो सबै कुरा आयो देखोस् ठीक छ मान्छेको गल्ती हुन्छ भगवानको पनि एकचोटि गल्ती हुन्छ अरे भगवानले एकचोटि माफ दिनुहुन्छ अरे तर आफू सुध्रिन सक्नु पर्यो राम्रो बाटो हिँड्नु पर्यो त्यही भएर यदि तिमीले अब रक्सी चाहिँ तिमीले खायो थोरै खाएको भन्थ्यौ तिमीले रक्सी खाऊ भने तिमीले अब रक्सी कहिले पनि नखानु पर्यो अनि तुलसी पनि सानो कुरामा निस्केर जाने काम चाहिँ नगर अनि युट्युबरहरू नै बोलाउने काम चाहिँ नगर हैन सकेसम्म घर जग्गा देखाउनु हुँदैन राम्रोसँग मिलेर गर्नु पर्यो एकचोटि गल्ती गर्यो ठीक छ अब राम्रोसँग अगाडि बढ्नु खुसी हुनु अगाडि बढ्नु टाइम मिलाएर भेट्ने छौं फेरि भन्दै म चाहिँ बिदा हुन्छु साथीहरु त्यही हो अब तेजबिसीको बुढी भेट्यो अब यो भन्दा खुसी अरु तेज केही पनि छैन खुसीले डङ्ग परेर मक्क परेर उसको बुढीसँग फेरि मिलिसकेछ त्यसैमा हामी पनि खुसी छौं मिलेर गरेर खानु भन्दै म चाहिँ तिम्रो लागि सानो सन्देश बनाएको हो राम्रोसँग अगाडि बढ्नु भन्दै म चाहिँ छुट्टिन्छु।